नमस्कार। के तपाईँलाई कहिले पनि महसुस भएको छ कि म सक्दिनँ? सायद पढाइमा, सायद जीवनमा, सायद आफ्नो सपनामा। तर आज म तपाईँहरूलाई एउटा कुरा सम्झाउन चाहन्छु, तपाईँ सक्नुहुन्छ। एकजना केटा थियो, उसको नाम राम थियो। गरिब परिवारबाट आएको बिलङ गर्थ्यो भनौँ न। उसको आमाले दिनभरि मेहनत गर्नुहुन्थ्यो, यता जानुहुन्थ्यो, उता जानुहुन्थ्यो, खेताला गर्नुहुन्थ्यो, होइन? धेरै मेहनत गर्नुहुन्थ्यो र तर पनि उसले पढाइमा मेहनत त गर्थ्यो, तर ऊ फेल हुन्थ्यो। सबैले उसलाई भन्न थाले, त सक्दैनस्, तेरो फ्युचर छैन पढाइमा, त काम गर्न जा। एक दिन उसले सोच्यो, म सक्दिनँ, सायद म सक्दिनँ। तर त्यो दिन उसले एउटा निर्णय पनि गर्यो, म हार चाहिँ कहिले पनि मान्दिनँ। तर दिनभर मेहनत गर्यो, धेरै स्ट्रगल गर्यो र एक दिन त्यही केटा, त्यही राम केटा, त्यही गर्न सक्दैनस् भन्ने मान्छेहरूको अगाडि केही गरेर देखायो। ऊ एकदमै सफल व्यक्ति बन्यो। साथीहरू, समस्या फेलरमा होइन, समस्या हार मान्नुमा हो। तपाईँ पटक पटक होइन 10 पटक हार्न सक्नुहुन्छ। तर यदि तपाईँले उठिरहनु भयो भने तपाईँ कहिले पनि हार्नुहुन्न। अब अर्को कथा सुन्नुहोस्। एउटा सीता थिइन्, उसँग धेरै ठुलो सपना थियो, तर उसको पारिवारिक परिस्थिति एकदमै कमजोर थियो। घरमा सपोर्ट थिएन, साथीहरूले मजाक गर्थ्यो, तेरो घर राम्रो छैन, त सक्दैनस्, त गरिब घरबाट बिलङ गर्छस्, यताउति इधर उधर। तर उसले एउटा कुरा कहिले पनि छाडिन, आफूमा विश्वास, धैर्य विश्वास। उसले सानो सानो कदम चाल्न थाल्यो। दिनदिनै इम्प्रुभ गर्दै गयो उसको पढाइमा, उसको बोल्ने कुराहरूमा, हुन्छ उसको सिपमा। उनी दिनदिनै इम्प्रुभ गर्दै गयो र केही वर्षपछि ऊ पनि एकदमै सफल व्यक्ति बन्यो। हामीलाई सफल हुन धेरै टाइम लाग्दैन। हामीलाई जुन सफलको अगाडिको बेस बनाउनको लागि धेरै टाइम लाग्नेछ। तपाईँको हालत जस्तो सुकै होस्, तपाईँ गरिब हुनुहुन्छ, विक हुनुहुन्छ, फेलर हुनुहुन्छ, फेलर भएका व्यक्तित्व पनि एकदमै राम्रो मान्छे बनेर आएका छन्। जस्तै अल्बर्ट आइन्स्टाइन हेर्नुहोस्। तपाईँलाई गरिब, विक, फेलरले कहिले पनि म्याटर गर्दैन। म्याटर गर्ने कुरा के हो भने तपाईँ आज के गर्दै हुनुहुन्छ। आज तपाईँ उठ्नुहुन्छ कि बस्नुहुन्छ, आज मेहनत गर्नुहुन्छ कि बहाना बनाउनुहुन्छ। किनकि आजको मेहनतले नै भोलिको भविष्य बनाउने हो। आजको मेहनतले नै भोलि सुख दिने हो। सोच्नुहोस् त, तपाईँको आमा, उहाँले कति दुःख गरेर तपाईँलाई यहाँसम्म ल्याउनु भयो। यदि तपाईँ हार मान्नुभयो भने उहाँको सपना के हुन्छ? त्यसैले आजबाट एउटा निर्णय लिनुहोस्, म हार मान्दिनँ। साथीहरू, तपाईँ कमजोर हुनुहुन्न। तपाईँ हार्नको लागि जन्मिनु भएको होइन, तपाईँ जित्नको लागि जन्मिनु भएको हो। आफ्नो सपना सानो बनाउनुहोस्, ठुलो सोच्नुहोस्, ठुलो काम गर्नुहोस् र याद राख्नुहोस्, तपाईँ सक्नुहुन्छ। आजको मेहनत नै भोलिको सुन्दर भविष्यको बाटो हो। त्यसैले आजैबाट सुरु गर्नुहोस्, आजैबाट मेहनत गर्नुहोस् र अहिलेबाट नै मेहनत गर्नुहोस् भन्दै यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। अर्को भिडियोमा भेटौँला। धन्यवाद।